मर्ने बेला हरियो काँक्रा भन्ने जस्तो। आमा तपाईँ यो के कुरा गर्दै हुनुहुन्छ? अहिले आएर बिहे गर्छु रे? नगरेर के गर्नु त? तिमीहरूलाई जन्माए हुर्काए बढाए यत्रो बनाए वास्तै गर्दैनौ? 24 घन्टा केटीको पछि लाएर हिँड्ने? मेरो बुढेसकालको सहारा को त? आमा पहिला तपाईँ आफ्नो उमेरको ख्याल गर्नु। मेरो साथीभाइहरूले अनि मेरो हुनेवाला श्रीमतीले के भन्छे? मेरो बिहे गर्ने उमेरमा तपाईँको बिहे गर्ने? मैले चाहिँ आमाको बिहे हेरेर बस्ने? ठिक भनिस् तैँले, मर्ने बेलामा हरियो काँक्रो भनेर। तर मर्ने नै बेला भइसकेको छैन। मर्ने बेला भएको भएदेखि बिहे गर्ने इच्छा पनि राख्ने थिइनँ म। हेर छोरा, मैले बिहे रहरले होइन तेरो बाध्यताले गर्न लागेको। किनकि तैँले मलाई आमा जस्तो गरिनस्। तेरो लागि मैले सारा जिन्दगी बर्बाद गरेँ, बलिदान गरेँ तेरो लागि। तँ जन्मिनुभन्दा अगाडि तेरो बाउले यो संसार छाडेर गए, तँ गर्भमा थिइस्। त्यो बेलादेखिबाट म कलकलाउँदो थिएँ, राम्री थिएँ। मलाई तनाम दुनियाँ केटाहरूले बिहे गरौँ भने कतिले आँखा लाए। यो उमेरमा यसरी एक्लै बस्नु हुँदैन, हामीसँग बिहे गरौँ भन्ने मान्छे कति आएका थियो होलान्। किन मैले त्यो बेला बिहे गरिनँ? किनकि त्यो बेला तँलाई पालेर तँलाई ठुलो बनाउँछु, तँलाई हुर्काउँछु, यही छोराले मलाई पछि पाल्छ भन्ने सोचेर मैले बिहे नगरे हो नि। तर यत्रो बनाई हुर्काएँ बढाएँ पढाएँ, अहिले आएर तँ आमा को जस्तो गर्ने अनि जिन्दगीमा तेरो लागि त्यो केटीभन्दा बाहेक अरू कोही नदेख्ने। अनि त्यो भइसकेपछि मैले बिहे गर्ने सोच नबनाएर के गर्ने त? त्यसो भए तपाईँले त्यो बेला बिहे किन गर्नु भएन? एउटै कुरा बारम्बार नसोच छोरा। तँ जस्तो स्वार्थी म थिइनँ। तैँले दुःख पाउलास् भनेर मैले त्यो बेला बिहे नगरेको। र मैले बिहे गरेर सुख पाउँछु जस्तो पनि लाग्दैन थियो। अहिले आएर मेरो बुढेसकालको सहारा कोही पनि भएन, त्यही भएर मैले बिहे गर्न आँटेकी। चाहे मेरो बिचमा तिमीहरू पर्खाल बनाएर उभियाओ, चाहे जेसुकै गराऊ, म बिहे गर्छु। ठिक छ आमा, मैले बुझ्न सकेको रहन्छु। मलाई माफ गरिदिनु। तपाईँ खुसी हुनुहुन्छ भने बिहे गर्नु। अनि आमा मलाई बाउको मायाको कमी कहिले हुन दिनु भएन र सधैँभरि यसरी नै माया गर्नु। मेरो साथमा बाउ नभए नि बाउको माया आमाको माया सबै हजुरले नै दिनुभएको छ मलाई। बिहे गरेँ नि आमा, तर हामीलाई छोडेर नजानु है, किनकि म टुरो हुन्छु। बरु बुवालाई यही घरमा ल्याएर राख्नु म स्वीकार्छु। तर हामीलाई छोडेर जाने कोसिस नगर्नु आमा। बाउको माया त पाउन सकिनँ, तर तपाईँले पनि छोडेर जानुभयो नि म टुरो हुन्छु आमा। मैले बिहे गर्न लागेको होइन छोरा। मैले त यो सब तेरो आँखा खोल्नको लागि मात्रै भनेकी हुँ। त्यो बेला त मैले नगरेको बिहे अब किन बिहे गर्थे र छोरा? तैँले मेरो माया बुझ्छस् कि तेरो आँखा खुल्छ कि भनेर मात्रै यो सब भनेको हुँ। ढिलै भए पनि मेरो छोराको बुद्धि आयो, मलाई बुझिस्, त्यति भए भइहाल्यो नि। हेर छोरा, उहिलेदेखिबाट यत्रो सङ्घर्ष गर्दै आएँ, अहिले आएर तँलाई टुक्रो बनाएर म अरू कसैसँग बिहे गरेर जान्छु होला त? म जाँदिनँ छोरा। तर तैँले मलाई र बुहारीलाई उति नै माया गर्नुपर्छ। बुहारी पनि अर्काकी छोरी हो। सबै कुरा त्यागेर हाम्रै घर भनेर आएकी हुन्छ अनि तैँ भनेर। अनि म पनि सारा जिन्दगी तैँ छस् भनेर बिताएको छु। त्यसैले दुवैजनालाई बराबरी माया गर, त्यसपछि हाम्रो घर स्वर्ग जस्तै हुन्छ। हुन्छ आमा, मैले योभन्दा अगाडि जति पनि गल्ती गरेँ मलाई स्वीकार्नु। म माफी माग्न चाहन्छु। गलत म रहेछु आमा।